सेला होइन सेलाएन हुँदै कालु सबैमा गुड मर्निङ। फेरि छ स्वागत हजुरलाई मेरो नयाँ मिनी ब्लगमा। हेर्न सक्नुहुन्छ हिजो राति के भएछ। यो सिसा फुटेछ क्या यो। अब फालिदिनु भनेर मैले लेखेर राखिदिएको छु। फ्रेस भएर बिहानको खाना खानातिर निस्किनु पर्यो। अब हामी मास्टरै भोक लागिसक्यो। अब गएर खाना खाने हो। बिहानको डिनर खाने, त्यसपछि कता जाने के हुन्छ। ओहायो गोजाइमासु। गुड मर्निङ। गुड मर्निङ। पुलमा सब्जी गयो। रूम नंबर 1021। मेन काम भनेको अब आफ्नो टेबल खोज्नु पर्यो। टेबल खोजेर टेबलमा बस्नु पर्यो। त्यस पछाडि खाना ल्याउनु पर्यो। ओ यत्रो बाबा हो र के खाने होला थाहा छैन। कहाँबाट सुरु गर्नु? आलु होला शिरो खाऊ, मिसो शिरो। आलु खाने ए हालेर खाना खाएर सकियो। अब रुममा आएर ब्याग प्याक गरेर हामी निस्किने तयारीमा भइसक्यौँ हामी। बाई बाई। चिच्चा त छ नि बिचरा। ओकिनावासीहरू भन्नुहोस् त यो कुन ठाउँ हो? हेरौँ कोले एकदम यो ठाउँ चिन्दो रहेछ। विकास और व्यवस्था तो भर भर के विदेशों में देखने मिला जापान में। देखा ना कितना विकास भइल बाटे। सड़क के ऊपर भी सड़क, उहो सड़क के ऊपर भी सड़क, ओकर ऊपर ट्रेन चला। ओकिनावा नहाको एक नंबर प्रसिद्ध घुम्ने ठाउँ। आज त आइतबार कोसेदोरी बन्द हुन्छ है। अब कति बजेबाट? घरदेखि होटल नजिक हुनुको फाइदा यस्तो हो। हामी बिहान अब के गाडी चलाउँ भनेर ट्याक्सी हिँड्दै आइपुग्यौँ हामी त घर। एकैछिनमा लगभग 10 मिनटमै घर पुगेको। आजभोलि युट्युबर हो नि त। युट्युबर हो नि त म आजभोलि। चस्मा बल्ल बल्ल। छिटो छिटो सबैजना। खै घर बेटी। होटलबाट घर आएर एकछिन फ्रेस भएर चिया खाएर अब हामी एकछिन दाइसित कस्तोकोतिर जाम भनेर कस्तोकोतिर लाग्यो। दाइको नि 3 बजीसम्म काम थियो। कामबाट आएर अनि कस्तोको जान लागेको हामी। कस्तोको नपुग्दै बाटोमा एउटा सानो बिच छ के, मिबारु बिच भन्ने ठाउँ। त्यहाँ गएको थिएनौँ। ल यसो जाम न त भनेर टाइम थियो। त्यही भएर एकछिन मिबारु बिच पनि पुगेर त्यहाँ पनि सानो भिडियोहरू फोटोहरू बनाएर अनि बल्ल हामी कस्तोको जाम भनेर अनि पसेको के। देख्न सक्नुहुन्छ कस्तो राम्रो भ्यू छ, कस्तो सफा पानी छ, समुद्रको पानी कस्तो सफा। अनि यो गेमहरू चाहिँ खेलाउँछन् पैसाले। अब पैसा भन्दाखेरि पैसा नै त हो नि। फ्रीमा त खेलाउने कुरा भएन। पैसा लाग्छ। टिकटहरू काटेर यहाँ चाहिँ घुमाउँछन् मजाले। जेट बोटहरू छ अनि ग्लासको बोटहरू पनि छ। होइन मेसी मेसी अर्जेन्टिना मेसी मेसी। खै मकै अहिले ओकिनावाको कस्तोको आयो फेरि। अस्ति कहिले आएको थियौँ हामी?
त्यही भाइ ज्वाइँहरूसित होइन काश्मीर अनि आज फेरि आइयो आज त हामीले नि मेम्बरसिप कार्ड बनाउनु पर्छ जस्तो छ अब हेरौँ लाइन के कतिको छ भिड छ भनेपछि त बनाउँदैन होला भिड भयो त 2 घन्टा जति आउँछ भन्छन् लाइन कुर्न के साह्रो भिड हो आज कस्तोको फर्स्टचोटि हो 1.5 वर्षमा त फर्स्टचोटि ल ठिक तिम्रो नि छोरीको आज त दोस्रोचोटि हो क्या हो लाइन बसेछन् डनहरू होइन है केटीले के गर्छ एक मान 560 गयो कस्तो भयो फलो लागिरहेछ नबनाएको पनि हुन्थ्यो क्या जस्तो लागिरहेछ मलाई त राम्रो लागिरहेछ यिनले गर्दा हो क्या यिनले गर्दा यता छेउबाट आउँछ ल आएकै छैन आएन साँझको मौसम सनसेट हेर्नुहोस् त कस्तो मिठो कस्तो राम्रो देखेछ हैया अब भोक लागिसक्यो अब गएर केही खानुपर्छ अब खाने भए आउनु होला नखाने भए पनि आउनु होला अनि त अब लाग्यो गाडीतिर गाडी चाहिँ छ कता भन्ने कुरा हो यस्तो भिडमा कता खोज्ने होला खोइ ओ भाइ साहब यो गाडी चाहिँ बवाल छ फेरि आउँदैन नि त मेरो मान्छेहरू कहाँ छन् हेत्तरिका खाना समात्न दिएकोस् एक्लै खाँदै आउँदैछन् क्या हो गाडी यहाँ पर छ नासामा हो हामी हामी ठ्याक्कै नाहामा खिसिएर अनि तोमारी ल त्यसो मलाई पनि लैदिनु है बिचरा मेरो सालोको हालत यस्तो कलेज बिदा भएको भएर कामको प्रेसरले जहाँ पाएँ त्यही निताइदिने भुस भइदिने बिचरा गाह्रो छ